भाषा बाँच्यो भने चाहिँ जाति बाँच्छ भनेर चाहिँ होइन पहिला हेभी सङ्घर्ष गरेर आन्दोलन गरेर हाम्रो भाषालाई चाहिँ मान्यता दिलायो होइन भारतको संविधानमा मान्यता दिलायो तर त्यो भाषालाई चाहिँ हामीले इज्जत गरेको छैनौँ त्यो भाषालाई चाहिँ हामीले मास्ने कोसिस गर्दैछौँ पुरै होइन पुरा मास्ने तयारीमै छौँ अब हामी र विशेष अब सबै मिलेर होइन हामीले इज्जत गर्दैन खासमा हुने र अहिले हेर्नुहोस् अब स्कुलहरूतिर हाम्रो नानीहरू प्यारेन्ट्सहरू जति पनि छ हेभी दुःख गरेर स्कुलहरू पढाउँछ होइन दामी इङ्ग्लिस स्कुलहरू पढाउँछ जुन चाहिँ जहाँ चाहिँ कतिवटा स्कुल यस्तो पनि छ जहाँ चाहिँ आफ्नो भाषा बोलिन्छ फाइन तिराउने स्कुलहरू पनि छ अब है र अब मान्छेहरूले सोच्छ इङ्ग्लिस चाहिँ ज्ञान हो भनेर सोच्छ होइन इङ्ग्लिस चाहिँ भाषा खालि हो सिकेको राम्रै हो तर इङ्ग्लिस चाहिँ ज्ञान होइन एउटा इङ्ग्लिस चाहिँ भाषा हो इङ्ग्लिस इट्स अ जस्ट अ ल्याङ्ग्वेज नट अ नलेज होइन धेरै कुराहरू बुझ्नु छ हामीले होइन हाम्रो भाषाहरूलाई माया गर्नुपर्छ विशेष चाहिँ र बिस्तारै बिस्तारै नत्र हाम्रो भाषाहरू मासिँदै जान्छ अब आउने नानीहरूलाई है सबैले त बोर्डिङ स्कुल इङ्ग्लिस स्कुलहरू होइन पढाएर आफ्नै भाषामा चाहिँ छैन जिरो त्यही भएर हाम्रो आफ्नो भाषालाई हेभी माया गर्नु जरुरी छ भाषा बाँच्यो भने चाहिँ जाति बाँच्छ है कुराहरू बुझ्नु पर्यो सबैले